हेलो एन्ड दर्शन नमस्ते सबैजनालाई चाहिँ न्यू डे न्यू ब्लगमा तपाईँहरूलाई स्वागत छ। आई होप सबैजना सन्चै राम्रो हुनुहुन्छ होला। हामी पनि सन्चै राम्रो छौँ। आज चाहिँ यसो गाउँ काटौँ भनेर चाहिँ बुढाबुढी भएर आइएछ बारीमा चाहिँ गाउँ बारीमा। अनि त्यही हो कतिको काटिन्छ के हो ब्लगलाई चाहिँ अन्त्यसम्म हेरेर साथ दिनु होला भन्न चाहन्छु है त। आज हामी चाहिँ यसो गाउँबारीमा गएर गहुँ पाकेको छ गहुँ काटौँ भनेर हिँडेको है। बुढाबुढी भएर यसो गहुँ काट्दिउँ। पाकिसकेको छ, चरा पनि लाउनु थालेको छ बेसरी। त्यो भएर यसो गहुँ काट्नु भनेर बिहानको 7 बजे छ, घाम यहाँ आइपुगेछ। यो गहुँ चाहिँ आज काट्ने। हाम्रो हतियार पनि रेडी छ, हामी पनि रेडी छौँ। हेरौँ कतिको काट्न सकिन्छ है त आज। भोलि नै आउँछु। त्यो त भएन हौ, यो नकाट्दो रहेछ क्या। सबै लडेर रहेछ कि यो। होइन कि यो ऊ भएर के यो मेरो त हतियारै काम गरेन। यो त अरियाले काट्नु पर्छ कि यो खुर्पाले नकाट्दो रहेछ। यस्तो पनि लिएर जरा सुत्दै आएको छ। सर नमस्कार। हिजो फोन गर्नु भएको रहेछ, मैले त कसको नम्बर रहेछ भने अब बल्ल भन्नुभयो, त्यही भएर फेरि फोन गरेँ दाजुले। मोबाइल चाहिँ घरमा राखेर हजुर हजुर मुसाले पनि टिप्न थालिसकेको रहेछ यहाँ। सब लडेर हेर बिजो। आज हेर काठमाडौँ जान्छ सर। स्कुल नि चरा हुन्छ। अस्तिको पछि गर्छ अस्तिको भेटभाड। ए समितिको चाहिएको परेवाहरू पनि कति आएको हो। ए नत्र भोलि गएर स्कुलमा लिएर गएर राखिदिउँला। स्कुलमा लिएर गएर कहिलेबाट स्कुल भोलिबाट
तर होला रिप्लाई दिनु भएन म्यासेज देखाएको थिएँ मैले पैसा दिने भने पैसा दिने मलाई म्यासेज होला भनेको जाने भन्नुभयो किन हुन्थ्यो र सरै होला नि जानुपर्छ सोध्न सोधेको एकजना जाने भन्नु न एकजना जाने हो पैसा सबैको दिन परे मात्रै त थियो नि अन्त फेरि खाता चेन्ज गर्नु पऱ्यो भने माइनस उठाएर सही गराउँछ किन खाता एम कुमार न्युजको नाममा छ नि त अहिलेसम्म धेरै लड्या रहेछ कि धेरै जस्तो सबै काट्ने हो कि त काटेर आउनु नि के हो कि सानो सानो पनि काट्ने हो सबै काटेको छु त छोडिहाल्नु मानेको छ दुःख गाह्रो छ किन कति मजाले काटेको मेरो त जरा सुत्दै आएको छ माछाले काट्दैन हुन्छ के है यो नलाग्ने रहेछ क्या अरिया लिएर आउँछु क्या म त भन्नु यो पाराले त भ्याएन चराले कति खाइदिया रहेछ कि चराले मुसाले पनि हो क्या है यो मसिन त काटेको म झ्याउला त्यो अलिक काटेको छ कि अघि काटो भन्छ कति बाठियो मान्छे सबै चेन्ज गरिदिने हो मुठा पनि बाँध्ने हो म त जान्दिनँ क्या मुठा बाँध्न त अहिले बाँध्नुलाई नि मुठा बाँध्नलाई त के हतार पहिले यत्रो काटेर त भ्या होइन काटेरै बाँध्दै मैले त जान्दिनँ पुरा त उही रहेछ ढङ्गै नभएको रहेछ काट्नु जसरी काटे पनि उही रहेछ यो अस्ति झाट च्यात्दाखेरि हो कि सबै लडेको थियो झ्याउ आएको बसेर मजाले काट्न पाएको लडेको त छोडिदिनु होला नि मुसालाई पनि मुसालाई छोडिदिनु नि अनि त बसेर मजाले काट्न मिलेको छ त यता यो गर न त बल्ल थाहा पाउँछ सुतिएको छ यहाँ सबै पातल छ छिटै हुन्छ हो छिटै राम्रो चिन्नु छ खाइदियो कसरी काटेको छ अखरा सुत्दै हो त्यसरी यो हुने अगाडि काटेको छ माथि न काम गर्न दिनमा दुखे के लड्ने हो फाइट गर्ने हो फाइट गर्ने आज त मन्दिर पनि उठिभ्याउ फाइट हो सिंगल हो सिंगल जो बाई राजा सिंगल भिड्ने हो त कुकुर लिएर जाऊ बाबु घर गर्दैन बोलाम ड्याडी बोला राजा गयो जा तेरो गोसाई गयो मत जा रे मत जा सिंगल भिड्ने हो ए जा बस भनेको बस उठ ल जा काम गर्नु दे
यहाँ फेरि म्याडम रिसाउनु त अहिले फेरि दुइटैले पिटा खाइन्छ फेरि जा 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 काम गर्नु दे अब नचल है अब चल्ने होइन है हुँदै होइन है चल्ने हुँदै होइन है काम गर्नु दे बाबु हेर त तैँले अस्ति बिगारेको यहाँ गहुँ कति छ तैँले यो लडबडी खेलेर यहाँ सबै ए भयो हात दुख्यो माथिको त माथिको कपडा च्यातिन्छ हौ छोड भनेको कपडा च्यातियो अब च्याति खाइस अब पिटा खाइस अब खाइस यो च्यातिएको साथी साथी च्यातियो यहाँ हेर्छु कपडा च्यातियो त्यहाँ कपडा कसले धेरै काट्नु ल गहुँ किन फाइदा भयो आँटा किन गहुँ किन फाइदा मेटिएर आँटा हुन्छ घरकै गहुँ किन हुन्छ 5 किलोलाई 300 कति 60 किरा काटेको छ टाउको चाहिँ तपाईँहरू हेरेर कपालले लुट्छ नि हो र अस्ति कपालले कस्तो सोधिदिएको यसैले हो क्या बिगारेको यहाँ भागको यसैले हो हेर फेरि उता अब पिटाइहाल्छ अहिले अब तैँले गर्दा हामीले पनि पिटाइहाल्छ हो नि बिराज यसले गर्दा हामीले पनि पिटाइखानु पर्छ मलाई नबोलाउँदा नि हो हो मैले यसलाई खाना दुई हाल्छु भने गरिसक्छु भाइ उठ्यो केरा खायो मैले देखेको नि यसले काट त फैल्याउ त तेल दुःख भएछ फैल्याउ त म तेल काट्छु काटेछ के अरे उहाँ भेल्टार्जेनी बाटामा के साह्रो फुलेको आँपु भन्दै सुकाउने झाल बिरा हजुर उता अझै कति उ भयो कि बन्नेतिर कि त्यता झन् कति फुल्यो होला अचन खाने हो बाँधेर बाँदरले बाघले अझै कराएन नि कराएको के पार्छ यता त करा यताको पारी गर्छु त्यहाँ कि हामी बिहान जोगाउने कि बाख्रा तिलहर किन्दैन झन्डै उहाँ बाख्रा छ ए आँटाइन बाघ तरा भन्छु उहाँ बाख्रा छ उहाँ कसले अरे तिलहर किन्दैन बाख्रा आँटाइन उहाँ बाख्रा छ उता आखिर कति हो डर बाख्रा भने हामी बिहान जोगाउनु पर्यो हो त पहिला आफ्नो बिहान आफू सेफ्टी आफू हुनु पर्यो नि हेर्न आठो हामी बिहानै जोगाउनु त पऱ्यो छोड त्यता त वन कुखुराहरू पनि त्यो वन कुखुरा अनि त्यो अर्को काली जोल्छ मनै छ कि पाएको कामलाई पाएको हुन्थ्यो अब पर्ने दाइले भनेको मलाई नि छोड पासो टन्नै थाप्ने हिजो कपडा कहाँ फोहोर बनाएर फेरि सबै फेरि डेली ल्याउनु पर्छ आज नहुन्छ होइन हिजो त फोहोर त्यस्तो त भलिबल खेलेर आएको पुरै भलिबल पनि फुटबल खेलेर
यहाँ खेल्दो रहेछ पनि लडबडी खेलेर आउँछ क्या पुरै कति छिटो खनेको हेर न त्यत्रो अस्ति नै मन्जिला पो हँसाएर यसले मन्जिले पुर्ने यसले खन्ने मन्जिले पुर्याछ यसले आएर खनिदिइहाल्छ फेरि मन्जिले खन्छ यसले पुर्छ यसले खन्छ यसले पुर्छ पछि त मन्दिर निस्केर ठुलै ढुङ्गा राख्छ त्यो ढुङ्गा पनि पल्टाइदियो कि अझै त्यो भाँडा राख्नु थियो म खाना ठुलै ढुङ्गा खाँदिएर माटो हाल्छ ढुङ्गा हाल्छ सब फाल्दिन्छ टाढा टाढा फाल्छ फेरि नजिक फाल्दै पनि हुन्छ अनि उहाँ हेर कति खान्छ रोनाल्डो यसैले हो त्यता पनि लडा आएको भन्छ के हुन्न मिलाइ काट्नु भन्छ अब काट्यो कपाल अरे कपालाला हो कि भन्नु अस्ति नै आएको नि कपाल अरुण दिनुहोस् भन्नु मास्तिर पनि जाँदो रहेछ नि पैसा माले यो तेरो काम उता उता त्यो रोनाल्डोसँग खेलेको मसँग नखेल यहाँ ए त्यो अस्ति च्यादर किन गयो मान्छे उहाँ चाहिँ रोनाल्डो थाहा छ नि त यहाँ आएपछि चिनिहाल्दैन तर अस्ति नै मिलाएरै पाएको हो तिरपालहरू त्यति बेला थुप्रो किनेको अनि यस्तो धेरै यो त किन यहाँ आउँछ नि पुरै लडाइदियो है साथीहरू गाउँ काटेर पनि भ्याइयो कुन सार्ने अरे कता ल्याउने त कति चरा बसेको के फेरि मसिनो चरा बसेछ कि खानालाई घरै लय मात्रै त हो नि
पुरै भरिया छ। घरै लैजाने हो र? कुन चरा हो र यस्तो? भँगेरा होइन, मसिना छन्। होइन नि भन्न खोज्यो कालो 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 छन् नि त। भँगेरा त फुस्रो फुस्रो हुन्छ नि त। लैजाने र मुठाहरू त। यहाँ राख्नुभन्दा घरै लैजान ठिक होला कि। गहुँ काटेर भ्याइयो। अब यसो धारातिर चाहिँ नुहाउन भनेर हिँड्यो हामी चाहिँ। हाम्रो नुहाउने ठाउँ पनि धारा पनि कस्तो छ देखाउने छु, हेर्नु होला है त। हामी दुईजना कहाँ हो? अस्ति नै हो के ऊ त्यो माटो, त्यहाँको माटोहरू सबै ल्याएर यहाँ 3-4 जना थिए जिन्नाहरू। के गरेको नै माछा छोपेको थुनेर। ल हेर्नुहोस् हाम्रो नुहाउने ठाउँ। यो भनेको कुवा, खाने पानी। यता त पानी खाने पानी हो। यहाँ हो क्या नुहाउने भनेको हामीले चाहिँ। माथिबाट आएको छ पानी।